अब हिजो सीमावर्ती क्षेत्रका भारतीय व्यापारीले आन्दोलन गरे लगत्तै आज नेपालको सर्वोच्च अदालतले 100 रुपियाँ भन्दा माथिको सामान खरिद गर्दा भन्सार नलिनु भनेर निर्णय गरिदियो। अब भनेपछि यो अदालत कसको पक्षमा रहेछ त? अब भारतको पक्षमा हो, यो भारतको व्यापारीको पक्षमा उभे जस्तो भएन र? यो देशको हितको लागि छ यो। अहिले तत्कालको लागि सर्वसाधारण उपभोक्ताको पक्षमा त ठिकै होला, उनीहरूले सस्तोमा किनेर खाने पाउने भए, अब उनको घर व्यवहार चल्ने भयो। अनि नेपालका व्यापारी, नेपालका किसानहरूलाई त कत्रो नोक्सान हुन्छ त? अब आज कति राम्रो व्यापार हुँदै थियो, कति राम्रो बजार हुँदै थियो, नेपाली बजारमा राम्रो सामानको व्यापारीको मूल्य, सामानको मूल्य राम्रो पाउँदै थियो, तरकारी नेपालमा उत्पादित चिजहरूले आज बजार पाउँदै थियो। अब के हुन्छ त यस्तो? कहाँको न्यायालय हो यो? न्यायालय भारतको हो कि नेपालको हो? यस्तो पनि हुन्छ र? यो त कार्यपालिका र न्यायपालिकाको त ठुलो मुठभेड चल्ला जस्तो रहेछ त। अब देखिन्छ त। अब कार्यपालिकाले निर्णय गरेर जाने, लागू गर्दै जाने नियम, अनि न्यायपालिकाले चाहिँ उल्टाउँदै जाने, ती सबै जो जति लगाएको छ सरकारले लगाएको नियम सबै उल्टाउँदै जाने। अब यो लडाई राम्रै चल्छ जस्तो लाग्छ। अब खै के हुने हो।